हेलो साथीहरु सबैजनालाई गुड मर्निङ। फेरि पनि आजको भिडियोमा स्वागत छ। साथीहरु मेरो ड्युटी चाहिँ बिहान 6:30 बजे हुन्छ अनि त्यसपछि म आफ्नो काममा लागिहाल्छु हैन। साथीहरु हेर्न सक्नुहुन्छ यसरी चाहिँ माथि भर्याङबाट चढ्ने गर्छु हैन। साथीहरु म चाहिँ एकैछिनमा क्रेनमाथि पुगिहाल्छु हैन। पुगिसकेपछि म आफ्नो क्याबिनको ढोका खोल्छु। ढोका खोलिसकेपछि ठ्याक्क पारेर म सिटमा बसिहाल्छु अनि आफ्नो क्रेनलाई स्टार्ट गरेर राख्छु। एकैछिनमा चाइनिजले बोलाइहाल्छ अनि त्यसपछि त्यहाँ गएपछि डब्बा बानिदिन्छ अनि 2 नम्बरमा जान्छु। 2 नम्बरमा चाहिँ साथीले सामान र पाइप बानेर फेरि पनि 1 नम्बरमा पठाइदिन्छ। त्यो सामान राखिसकेपछि एकैछिनमा चाहिँ साथीहरु गर्डर आउँछ त्यो हेर्छु हैन। त्यो चाहिँ पिलरको माथि राख्नु पर्ने हुन्छ अनि त्यसपछि फेरि पनि साथीहरु म आफ्नो काममा लागिहाल्छु।